काठमाडौँको सुविधा सम्पन्न वातावरणमा जन्मिएकी र हुर्किएकी एक महिला जसले विवाहपछि रोजिन् गाउँको सरल जीवन, जहाँ सहरको सुविधा थिएन तर सङ्घर्ष र जिम्मेवारी धेरै थियो। सुरुमा गाउँको जीवन सजिलो थिएन, नयाँ परिवेश, नयाँ जिम्मेवारी, तर हार मान्ने स्वभाव उनको कहिल्यै थिएन। उनी हुन् कल्पना कुँवर। आज उनी खेतबारीदेखि पशुपालनसम्म सबै काममा अब्बल छिन्। बाख्रा पालन, कुखुरा पालन र परेवा हरेक जिम्मेवारीलाई उनले मेहनत र माया दुवैले सम्हालेकी छिन्। सहरकी छोरी भएर पनि गाउँले जीवनसँग यसरी घुलमिल हुनु उनको साहस, मेहनत र सकारात्मक सोचको परिणाम हो। मलाई त यस्तो केही थाहा पनि थिएन। अब यहाँ बस्न आइयो, अब यहाँ भर्खर यहाँ घर बनायो, बस्न आइयो। अनि अहिले भर्खर पालन गरेको केही आउँदैन थियो। अहिले अलिअलि यताउता घाँसहरू पनि अलिक बिस्तारै बिस्तारै यताउता जाने, स्याउलाहरू काट्न मैले केही पनि जानेको थिइनँ। अहिले यहाँ गाउँमा आएपछि यहाँ गाउँमै घर बनाइयो। अनि यहाँ आएर बसेपछि अहिले अलिअलि स्याउलाहरू काट्ने यताउता सबै बानी बस्यो। अहिले मसँग यहाँ 8वटा बाख्राहरू छ, बोकाहरू छ, बाख्रा सबै म एक्लै आनन्दले मैले राम्रोसँग कुखुराहरू पनि छ, मैले परेवाहरू पनि पालेको छु। सबै मैले एक्लैले यताउता सबै मिलाएर गरेको छु। मेरो श्रीमानले चाहिँ यसो यताउता घाँसहरू काट्न यता सिकाउनु भएको थियो। अनि अहिले चाहिँ अलिक जानेको छु म एक्लैले यताउता गर्न। मेन त श्रीमानले सिकाउनु भयो, त्यही हो। कल्पना कुँवर नाम मात्र होइन, सङ्घर्ष र परिवर्तनको प्रेरणादायी उदाहरण हो। उनले यो प्रमाणित गरेकी छन् कि परिस्थिति जस्तोसुकै होस्, मन बलियो भए परिवर्तन असम्भव हुँदैन।